आज हामी कुरा गर्नेवाला छौँ सामसुङको ए सिरिजको नयाँ मोडल जसमा चाहिँ सामसुङ A26, A36 र A56 को बारेमा। यो तीनवटा फोन चाहिँ के कस्तो छ, कतिका राम्रो छ, हामीले के चाहिँ कम्प्रोमाइज गर्नुपर्ने छ र यस फोनको प्राइस नेपालमा कति रहेको छ सबै भिडियोमा बुझ्ने नै छौँ। र त्योभन्दा पहिला चाहिँ च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ सब्स्क्राइब चाहिँ गरिदिनु होला है त। फर्स्टमा चाहिँ हामी कुरा गर्नेवाला छौँ सामसुङ A26 को बारेमा, जसमा चाहिँ हामीले नयाँ डिजाइन अपग्रेड भएको देखिन्छ। यो डिजाइन चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। पहिला चाहिँ एउटै डिजाइन आएर हामीलाई बोर लागेको थियो। मलाई चाहिँ यो डिजाइन एकदमै दामी लाग्यो, हेर्दै अलिक क्याची फिलको चाहिँ छ है। यसै गरी डिस्प्ले कुरा गर्दा चाहिँ यस फोनमा हामीले 6.7 इन्चको चाहिँ सुपर एमुलेट स्क्रिन प्लस 120 हर्जको चाहिँ रिफ्रेस रेट पाउन सकिन्छ, जसमा चाहिँ अलि पन्च होल डिस्प्ले दिएको भए चाहिँ अझ बेटर हुन्थ्यो। पन्च होल डिस्प्ले छैन। यसै गरी यस फोनमा चाहिँ हामीले IP67 को चाहिँ रेटिङ पाउन सकिन्छ भने एन्ड्रोइड 15 बेसमा आएको छ यो फोन, जसमा चाहिँ हामीले 6 वर्षको चाहिँ एन्ड्रोइड अपडेट पाउँछौँ। यसै गरी यो फोनमा चाहिँ प्रोसेसर कुरा गर्दा चाहिँ एक्जाइनसको 1380 को प्रोसेसर दिएको छ, जसमा चाहिँ हामीले हल्का फुल्का गेमिङ अनि रिल्स एडिटिङदेखि नर्मल टास्किङ चाहिँ गर्न सकिहाल्छौँ। अनि यो फोनमा चाहिँ तपाईँहरूले सामसुङको नयाँ One UI 7 को पनि एक्सपिरियन्स गर्न पाउनुहुनेछ। यसै गरी क्यामेरा कुरा गर्दा चाहिँ 50 मेगापिक्सलको वाइड क्यामेरा, 8 मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा र 2 मेगापिक्सलको माइक्रो क्यामेरा पाउँछ। 4K 30 FPS सम्मको भिडियो चाहिँ रेकर्ड गर्न सकिन्छौँ भने यस फोनबाट हामीले क्वालिटी फोटोहरू लिन सकिहाल्छौँ। त्यसै गरी यस फोनमा 13 मेगापिक्सलको चाहिँ सेल्फी क्यामेरा दिएको छ। ब्याट्री एमएचको कुरा गर्दा चाहिँ 5000 mAh ब्याट्री प्लस 25 वाटको चार्जिङ दिएको छ। नेपाली बजारमा यस फोनको मूल्य चाहिँ 8 to 56 GB भेरिएन्टको लागि मात्र 45,999 रहेको छ। सेकेन्ड नम्बरमा हामी कुरा गर्नेवाला छौँ सामसुङ A36 को बारेमा, जसमा चाहिँ हामीले A26सँग सिमिलरै डिजाइन देख्न सकिन्छ भने ब्याक प्यानल चाहिँ ग्लासको रहेको छ। अनि यस फोनमा चाहिँ 6.7 इन्चको सुपर एमुलेट स्क्रिन प्लस 120 हर्जको रिफ्रेस रेट दिएको छ भने पन्च होल स्क्रिन दिएको छ, त्यो चाहिँ प्लस पोइन्ट हो। त्यसै गरी 1200 निट्सदेखि 1900 निट्ससम्मको पिक ब्राइटनेस दिएको छ, जसले चाहिँ हामीलाई इन्डोर र आउटडोर युजिङमा केही पनि प्रब्लम हुँदैन। यसै गरी यस फोनमा चाहिँ हामीले IP67 को रेटिङ, अनि पछि अन्डर डिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट अनि डुएल स्पिकर र एन्ड्रोइड 15 प्लस 6 वर्षको चाहिँ एन्ड्रोइड अपग्रेड पनि पाउन सकिन्छ भने यस फोनमा पनि हामीले सामसुङको नयाँ One UI 7 को चाहिँ एक्सपिरियन्स गर्न सकिन्छ। यस फोनको प्रोसेसरको कुरा गर्दा चाहिँ स्न्यापड्रागन 6 Gen 3 दिएको छ, जसमा चाहिँ हामीले हल्का फुल्का गेमिङ अनि रिल्स एडिटिङदेखि नर्मल टास्किङ गर्न सक्ने भइहाल्यो। यस फोनमा क्यामेरा कुरा गर्दा चाहिँ 50 मेगापिक्सलको वाइड क्यामेरा अनि 8 मेगापिक्सलको चाहिँ अल्ट्रा वाइड क्यामेरा र 5 मेगापिक्सलको चाहिँ हामीले माइक्रो क्यामेरा पाउन सक्छौँ, जसबाट चाहिँ हामीले 4K 30 FPS को भिडियो रेकर्ड गर्न सक्नुको साथसाथै एकदमै राम्रो इमेजहरू चाहिँ क्लिक गर्न सकिन्छ। यसै गरी यस फोनमा 12 मेगापिक्सलको चाहिँ सेल्फी क्यामेरा देख्छ, जसबाट पनि हामीले 4K 30 FPS को भिडियो रेकर्ड गर्न सकिन्छ। र ब्याट्री एमएचको कुरा गर्दा चाहिँ 5000 mAh को ब्याट्री प्लस 45 वाटको चार्जिङ दिएको छ। यसै गरी यो फोनको प्राइस चाहिँ नेपालमा 128 GB भेरिएन्टको लागि मात्र 48,999 रहेको छ। यो फोनलाई हामीले गुडै मान्न सकिन्छ। थर्ड नम्बरमा चाहिँ हामी कुरा गर्नेवाला छौँ सामसुङ A56 को बारेमा, जसको डिजाइन पनि सिमिलरै छ सामसुङ A26 र A36सँग, र यसमा चाहिँ हामीले ब्याकमा चाहिँ ग्लासको फिनिसिङ पाउन सकिन्छ। यसै गरी यस फोनमा चाहिँ डिस्प्ले कुरा गर्दा 6.7 इन्चको सुपर एमुलेट स्क्रिन प्लस 120 हर्जको रिफ्रेस रेट दिएको छ भने पन्च होल स्क्रिन रहेको छ। यसै गरी 1200 निट्सदेखि चाहिँ 1900 सम्म पिक ब्राइटनेस दिएको छ, जसले गर्दा चाहिँ आउटडोर र इन्डोर युजिङमा केही पनि प्रब्लम हुँदैन। यसै गरी गोरिल्ला ग्लास भिक्टस प्लसको चाहिँ प्रोटेक्सन दिएको छ र IP67 अन्डर डिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट, अनि पछि एन्ड्रोइड 15 र 6 वर्षको एन्ड्रोइड अपग्रेड। यसै गरी सामसुङको नयाँ One UI 7 को एक्सपिरियन्स पनि यो फोनमा गर्न सकिन्छ भने डुएल स्पिकर पनि हामीले पाउन सकिन्छ यो फोनमा। यसै गरी प्रोसेसरको कुरा गर्दा चाहिँ एक्जाइनस 1580 को प्रोसेसर दिएको छ 4 नैनोमिटरको साथमा, जसमा चाहिँ हामीले PUBG र फ्री फायर चाहिँ फ्रीरै खेल्न सक्ने भइहाल्यौँ। यसै गरी भिडियो एडिटिङ, रिल्स एडिटिङ र नर्मल टास्किङहरू गर्न सकिहाल्छौँ। क्यामेरा कुरा गर्दा चाहिँ 50 मेगापिक्सलको मेन क्यामेरा र 12 मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा, यसै गरी 5 मेगापिक्सलको माइक्रो क्यामेरा दिएको छ, जसबाट चाहिँ 4K 30 FPS को भिडियो खिच्न सकिन्छ र एकदमै हाई क्वालिटी कलर ग्रेडिङ भएको इमेजहरू चाहिँ हामीले यो फोनबाट लिन सकिन्छ।
12 मेगापिक्सलको चाहिँ सेल्फी क्यामेरा दिएको छ। सेल्फी क्यामेराबाट पनि हामीले 4K 30 fps को भिडियो चाहिँ रेकर्ड गर्न सकिन्छ। त्यसैगरी यस फोनको ब्याट्री एमएचको कुरा गर्दा 5000 mAh ब्याट्री प्लस 45 वाटको चार्जिङ चाहिँ दिएको छ। नेपाली मार्केटमा यस फोनको प्राइसको कुरा गर्दा चाहिँ 8 to 56 GB भेरिएन्टको लागि चाहिँ 65,999 रहेको छ। कुन फोन किन्दा चाहिँ बेस्ट हुन्छ भन्दाखेरि चाहिँ अब Samsung A26 चाहिँ 128 GB भेरिएन्टमा आएको भए चाहिँ अलिक सस्तो हुन्थ्यो र भ्यालु फर मनी हुन्थ्यो। यो 8 to 56 GB भेरिएन्टमा आयो र अलिक प्राइस चाहिँ हाई भयो भन्दा चाहिँ हामीले A36 ले लिएको नै बेटर हुन्छ। यसै गरी A56 त बेटरै छ। भिडियो कस्तो लाग्यो मन पर्यो भने एक लाइक र च्यानललाई सब्स्क्राइब गर्न भने चाहिँ नभुल्नु होला।